नमस्ते है। आज पनि मैले एउटा भिडियो बनाएर ल्याएको छु। आजको यो भिडियो चाहिँ अलि विशेष टाइपको भिडियो छ है। एकदम अहिले चाहिँ नेपालमा एकदम कन्ट्रोभर्सियल है। यसको चाहिँ के छ, यसको आइपिओ भर्ने कि नभर्ने है। यो रिलायन्स स्पिनिङ मिल्सको आइपिओ खोलाउन लागेको छ भोलिदेखि वैदेशिक रोजगारीलाई पहिलो चरणमा, र यसको आइपिओ चाहिँ भर्ने कि नभर्ने है। यो कस्तो खालको कम्पनी हो, बुक बिल्डिङ मेथडबाट खोलाउन थालेको छ है। बुक बिल्डिङ मेथड के हो, कस्तो प्रक्रिया हुन्छ, यसको सेकेन्डरी मार्केटमा कतिसम्म पुग्न सक्छ, के यो शेयरको मूल्य चाहिँ 820 रुपियाँ 80 पैसामा चाहिँ पर्दाखेरि उचित हुन्छ त भन्ने बारेमा चाहिँ हामी एकदमै चिरफार गर्छौँ है। सुरुदेखि यसको हिस्ट्री, कम्पनीको हिस्ट्री लगायत यसको फन्डामेन्टल के कस्तो छ, यसले के को उत्पादन गर्छ, यसको फ्याक्ट्री कहाँ छ है, यसले कस्तो कस्तो प्रोडक्टहरू चाहिँ निर्यात गर्छ भनेर चाहिँ हामी चर्चा गर्न गइरहेका छौँ है। ल फर्स्टमा हामी चाहिँ बुझौँ कि यो रिलायन्स स्पिनिङ मिल्स भनेको चाहिँ कस्तो खालको कम्पनी हो है। सुरुदेखि यो चाहिँ नेपालको सबभन्दा ठुलो धागो उत्पादन गर्ने कम्पनी हो है। हामी नेपालमा बन्ने हरेक कपडाहरू जुन चाहिँ हामीले लगाइरहेका छौँ है, त्यसमा प्रयोग हुने चाहिँ धागो चाहिँ हामीले यस कम्पनीबाट प्राप्त गर्न सक्छौँ है। र यसले चाहिँ अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्छ यस धागोहरू चाहिँ है। ल हेर्नु होला, यसले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिनिधित्व गर्छ, भारी निर्यात गर्छ, राम्रो नाफा कमाउँछ, इपिएस राम्रो छ र भविष्यमा अझै ठुलो विस्तार हुने सम्भावना बोकेको छ भनेर भनेको छ है यो कम्पनीले चाहिँ है। ल सरस्वती हजुरहरूले बुझिसक्नुभयो होला है। रिलायन्स स्पिनिङ मिल्सले चाहिँ धागो उत्पादन गर्ने काम गर्छ है। त्यस्तै गरी कस्तो कम्पनी हो चाहिँ है, यो चाहिँ कस्तो कम्पनी हो, नेपालको सबैभन्दा ठुलो धागो उत्पादन गर्ने कम्पनी हो, उद्योग हो यो चाहिँ, याम भन्छ यसलाई चाहिँ। यस कम्पनीले कच्चा कपास, कटन र अन्य फाइबरलाई प्रशोधन गरेर विभिन्न प्रकारको धागो उत्पादन गर्छ है। यो चाहिँ गोल्डेन ग्रुप र रिलायन्स ग्रुपको संयुक्त लगानीमा सञ्चालन भएको कम्पनी हो है। यो गोल्डेन ग्रुप र रिलायन्स ग्रुप भने एकदमै ठुलो ग्रुप हो, जसले चाहिँ ठुल्ठुलो बिजनेसहरूमा चाहिँ लगानी गरेर इन्भेस्टमेन्ट गरेको छ है, ठुल्ठुलो कम्पनीहरूमा इन्भेस्ट गरेको छ। त्यस्तै गरेर यस कम्पनीले चाहिँ के काम गर्छ, मुख्य व्यवसाय के हो यसको चाहिँ भन्दाखेरि चाहिँ यसको मुख्य व्यवसाय भनेको चाहिँ धागो उत्पादन गर्ने हो है। यसले चाहिँ यो विभिन्न प्रकारको धागो उत्पादन गर्छ, हेर्न सक्नुहुन्छ, जस्तै सिन्थेटिक यान है, मोडल यान, त्यस्तै गरी यो कटन ब्लेन्डेड यान, यस्तो यस्तो किसिमको चाहिँ धागो चाहिँ यसले उत्पादन गर्दो रहेछ है। र अब जान्छौँ हामी यसको र मटेरियल प्रोसेसिङ है। कच्चा कपास, सिन्थेटिक फाइबर्स आदि आयात गरेर धागो बनाउने प्रक्रिया चाहिँ गर्छ यसले चाहिँ है। यो चाहिँ हामी हेरौँ। त्यस्तै गरी धागोको निर्यात कुन कुन देशमा हुन्छ त, इन्डिया, बङ्गलादेश, टर्की, युरोप, चाइना, साउथ कोरिया है। एकदमै राम्रो बिजनेस गरेको छ यो कम्पनीले चाहिँ। त्यस्तै गरी कम्पनी कहाँ छ है, रिलायन्स स्पिनिङ मिल्सका मुख्य दुई उत्पादन कारखाना फ्याक्ट्री छ। एउटा चाहिँ यो चाहिँ सुनसरीमा छ है, र मुख्य उत्पादन। त्यस्तै गरी अर्को चाहिँ कहाँ छ भन्दै विराटनगरमा छ है। विराटनगरमा र इस्टर्न नेपाल, जस पूर्वी नेपालमा चाहिँ यसको फ्याक्ट्री छ है। जस्तै कम्पनी किन ठुलो मानिन्छ है, धेरैजना लगानीकर्ताहरूको जिज्ञासा हो है। यो कम्पनीलाई चाहिँ किन ठुलो कम्पनी मानिन्छ भन्दाखेरि चाहिँ नेपालको ठुलो मानिने 5 कारण भनेको नेपालको सबभन्दा ठुलो स्पिनिङ उद्योग हो यो, 1 नम्बर है। प्रोडक्सन क्यापेसिटी धेरै छ यसको चाहिँ है। त्यस्तै गरी ठुलो लगानी है, निर्यातमुखी एक्सपोर्ट ओरिएन्टेड र 1000+ स्किल इम्प्लोइमेन्ट है, र मजबुत वित्तीय स्थिति है। यो कारणले गर्दाखेरि चाहिँ कम्पनीलाई एकदमै राम्रो अथवा ठुलो मानिन्छ है। त्यस्तै गरी यो हामीले हेरिसक्यौँ कम्पनीको मुख्य उत्पादन। सरस्वती हेर्नु होला, मैले चाहिँ अहिले यसलाई चाहिँ डिल गर्ने है। त्यस्तै गरी कम्पनी किन सफल मानिन्छ यसलाई चाहिँ है, हाइटेक मेसिनरी है। यो चाहिँ अत्याधुनिक जर्मन, जापानिज र स्विस मेसिनहरूको चाहिँ जडान छ यसमा चाहिँ। त्यस्तै गरी स्किल वर्कफोर्स, हाई प्रोडक्सन एफिसिएन्सी है, विदेशी बजार डिमान्ड उच्च र स्ट्राटेजिक बिजनेस म्यानेजमेन्ट है छ यसमा चाहिँ। त्यस्तै गरेर फ्युचरमा चाहिँ भविष्यमा कम्पनीको सम्भावना के कस्तो छ, पोटेन्सियल भन्दै टेक्सटाइल मार्केट अन्तर्राष्ट्रिय स्तरमा ठुलो छ, कपडा उद्योग सधैँ आवश्यक पर्छ, नेपालबाट निर्यात बढ्दैछ है। कम्पनी लगातार क्यापेक्स गरेर क्षमता बढाइरहेको छ है। यो भने क्यापेक्स भनेको चाहिँ म लास्टमा बुझाउँछु सरस्वती। त्यस्तै गरेर फाइनेन्सियल पोजिसनमा जान्छौँ अब हामी चाहिँ है। यसको चाहिँ टोटल एसेट्स 14.97 बिलियन है, एकदम राम्रो, एकदमै स्ट्रङ छ। त्यस्तै गरी नन करेन्ट एसेट्स चाहिँ 9.07 बिलियन छ, र करेन्ट एसेट्स 5.90 बिलियन, र ट्रेन्ड चाहिँ यसको चाहिँ एसेट्स बेस
एक्सपान्डिङ ड्यू टु क्यापेक्स भन्ने छ है। र प्रॉफिट एन्ड लस समरी हेर्दाखेरि चाहिँ यो लास्ट क्वार्टरको को रिपोर्ट हेर्दाखेरि है यो क्वार्टरको होइन कि यो फोर्थ क्वार्टरको रिपोर्ट 81-82 को फोर्थ क्वार्टरको रिपोर्ट अनुसार चाहिँ रेभेन्यू चाहिँ 12.09 बिलियन छ है। र ग्रस प्रॉफिट 860.4 मिलियन, नेट प्रॉफिटमा चाहिँ 627.2 मिलियन र ईपीएस चाहिँ 52.57 रुपैयाँ छ है। एकदमै राम्रो ईपीएस म्यानुफ्याक्चरिङ एन्ड प्रोसेस सेक्टर अन्तर्गत पर्ने स्टक हो यो चाहिँ। लायबिलिटिज एन्ड इक्विटीको कुरा गर्ने भने चाहिँ टोटल लायबिलिटिज 7.42 बिलियन छ, इक्विटी 7.55 बिलियन छ र स्ट्रङ रिजर्भ पोजिसन है। रिजर्भ चाहिँ एकदम स्ट्रङ छ 6.33 बिलियन छ र डेट टु इक्विटी रेशियो 0.98 छ है। एकदम राम्रो रेशियो डेट टु इक्विटी रेशियो मेन्टेन गरेको छ। त्यस्तै गरी क्याश फ्लो एनालाइसिस गर्दाखेरि चाहिँ अपरेटिङ क्याश फ्लो प्लस 594.7 मिलियन छ, राम्रो छ। इन्भेस्टिङ क्याश फ्लो चाहिँ -821 मिलियन छ। फाइनेन्सिङ क्याश फ्लो चाहिँ -459 मिलियन छ र नेट क्याश फ्लो चाहिँ 93.95.3 मिलियन छ। क्याश फ्लो पनि एकदम राम्रो मिलेको छ यसको चाहिँ है। र रिस्क अथवा विकनेस के छ यसको? फाइदा त धेरै फाइदा छ यसको, हामीले हेरिसक्यौँ है। अब यसको चाहिँ लेभल अफ रिस्क चाहिँ के छ? रिस्क हेर्दाखेरि चाहिँ लिक्विडिटी प्रेसर है, यो क्विक रेशियो चाहिँ 1 भन्दा मुनि छ है। त्यसै गरी हाई सर्ट टर्म लायबिलिटिज चाहिँ एकदमै बढी देखिन्छ र इन्डस्ट्री प्राइस फ्लक्चुएसन रिस्क है, इन्डस्ट्रीको प्राइस चाहिँ फ्लक्चुएसन रिस्क छ, मार्केटमा कम्पिटिसन छ। त्यसै गरी हेभी क्यापेक्स है, यो क्यापिटल एक्सपेन्डिचर रिक्वायरमेन्ट भन्छ यसलाई चाहिँ। ठुल्ठुलो मेसिनहरू चाहिँ एकदम रिक्वायरमेन्ट मेसिनहरू चाहिन्छ यसलाई चाहिँ, त्यही भएर यसले चाहिँ हेभी क्यापेक्स भनेको चाहिँ क्यापिटल एक्सपेन्डिचर रिक्वायरमेन्ट है। मैले माथि यो वर्ड पनि आएको थियो। त्यस्तै गरेर अब हामीले यो फाइनेन्सियल पोजिसन सरस्वती हेरौँ। अब चाहिँ यसको आइपिओ को पहिलो चरण हेर्छौँ है। पहिलो चरण चाहिँ यसले नेप्लिज सिटिजन्स जसले चाहिँ श्रम स्वीकृति लिएर विदेशमा जानुभएको छ उहाँहरूले चाहिँ भर्न पाउनुहुन्छ भोलिपल्ट है। यसको आइपिओ युनिट चाहिँ 1,15,596 युनिट्स खुलाउन लागेको छ। आइपिओ प्राइस भनेको 820.80 है। यो चाहिँ 820.80 रुपियाँमा चाहिँ खुलाएको छ र यसमा चाहिँ हामीले मिनिमम 50 किता अप्लाई गर्नुपर्ने हुन्छ किनभने यो बुक बिल्डिङ मेथड हो। त्यस्तै गरी इस्यु म्यानेजर चाहिँ ग्लोबल आइम क्यापिटलको सेक्टर म्यानुफ्याक्चरिङ एन्ड प्रोसेस भन्छ है। ल यो चाहिँ प्रमोटर बुक बिल्डिङ मेथड भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि प्रमोटरहरूले पहिले नै यसको कट अफ मूल्य निर्धारण गरिसकेका हुन्छ है। अनि त्यसमा 10% घटाएर चाहिँ पब्लिकलाई खुलाउने हो, इस्यु गर्ने हो आइपिओ चाहिँ बुक बिल्डिङ मेथडबाट। हामीले एउटा सर्वोत्तम सिमेन्ट्सको पनि विगतको दिनमा आएको थियो, त्यसको चाहिँ बुक बिल्डिङ मेथड प्रयोग भइसकेको छ नेपालमा चाहिँ है। र यसको चाहिँ 820 रुपियाँ 80 पैसामा हाल्दाखेरि के यो वर्थ छ त भन्ने कुरा चाहिँ धेरैजनालाई लागेको हुन्छ। यो चाहिँ अब सबैको आफ्नो आफ्नो एनालाइसिस हुन्छ, आफ्नो आफ्नो नजर हुन्छ है। मेरो विचारमा चाहिँ 820 रुपियाँ 80 पैसामा हाल्दाखेरि पनि एकदमै वर्थ जस्तो देखिन्छ कम्पनी है। लङ टर्मको लागि एकदमै राम्रो कम्पनी छ, भविष्यमा यसले डिभिडेन्ड पनि एकदम राम्रो दिन्छ। र यो चाहिँ धागा उत्पादन गर्ने कम्पनी एकदमै राम्रो कम्पनी हो, यो चाहिँ मजबुत फाइनेन्सियल स्ट्याटस छ यसको चाहिँ। त्यही भएर यो यति रुपियाँमा चाहिँ हाल्न एकदम उपयुक्त हुन्छ है। र यो सेकेन्डरी मार्केटमा आयो भने पनि लगभग 3000 प्लसमै स्टेबल हुन्छ जस्तो देखिन्छ कम्पनी चाहिँ है। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।